The boy ठिक छ कहाँ जाने अब टोय शप जाने निवान्सको सरप्राइज गिफ्ट किन्नु छोराको स्पेसल डे आज चाहिँ उसले आफ्नो टोय आफै रोज्छु भनेको भएर हामी चाहिँ उसको गिफ्ट किन्नको लागि आइपुगेछौँ टोय स्मिथमा अनि कुन गिफ्ट रोज्ने रहेछ हेर्दै गर्नुहोस् है त रमाइलो हुनेछ आजको भिडियो हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा आजको यो सपिङ चाहिँ अलिकति डिफ्रेन्ट एन्ड एकदमै इन्ट्रेस्टिङ किन हुँदैछ भने नि साथीहरू मेरो छोराले चाहिँ उसको माइन्ड मेकअप गरेर आइसकेको छ कि उसलाई के चाहिएको छ उसको गिफ्ट भनेर है उसले 2 महिना अगाडिदेखि नै भनेको थियो उसको दादाको बर्थडेमा आउँदा कि उसलाई यो चाहिएछ भनेर अनि ऊ 2 मन्थसम्म वेट गरेको हो कि त्यसको लागि है तर यहाँ आइसकेपछि चाहिँ हामी ठुलो मान्छे त यति कन्फ्युज हुन्छौँ होइन यति धेरै सामानहरू देखेर अब होइन तर मेरो छोराले आफ्नो त्यो डिसिजन चेन्ज गर्छ कि नै त्यो हेर्दै गर्नुहोस् है त सो एज अ मदर एज अ पेरेन्ट्स हामीहरूलाई पनि हेर्नु छ कि उसले आफ्नो डिसिजन चेन्ज गर्छ अरू सामानहरू देखेर कि त्यही कुरामा स्टेक हुन्छ जुन उसलाई चाहिँ 2 महिना अगाडिदेखि नै चाहिरहेको थियो सक्दो कोसिस चाहिँ गर्दैछु है उसलाई मनपर्ने सबै टोइजहरू देखाएर सानो यो मनपर्छ यो राम्रो छ भनेर तर हि नेभर सेड उसलाई मन पर्दैन उसलाई चाहिँ सबै अफकोर्स मनपर्छ तर उसले चाहिँ होइन मलाई त्यो गिफ्ट चाहिँ मलाई त्यही नै चाहियो जुन मैले भनेको थिएँ भनेर त्यही नै खोजेर हिँड्दैछ है एभ्री आइल्समा सो त्यो पाउँछ कि नै डेफिनेटली पाउँछ तर कता राखेको छ त्यो हामीलाई पनि थाहा छैन किनभने लास्ट 2 मन्थ्स अगाडि आउँदाखेरि डिफ्रेन्ट सेक्सनमा थियो अहिले चाहिँ डिफ्रेन्ट रहेछ मेरो छोरा चाहिँ फेरि यस्तो आर्मीको यो गनहरू एकदमै मनपर्छ नि साथीहरू अनि short fight. तिमी यहाँ बर्थडे गिफ्ट किन्न आएको कि खेल्न आएको नि भान्ज Hi. Yes. Oh, finally he found it. यता हेर मामालाई पायो यता हेर नि चुज द बेटर वान फाइनली छोराले चुज गर्यो लास्टमा गएर चाहिँ छोराले चाहिँ आफूले जे सोचेर आएको थियो जे किन्छु भनेर त्यही नै रोज्यो साथीहरू उसले आफ्नो डिसिजन चेन्ज गरेन एन्ड आइ एम सो प्राउड अफ यु लड्डु किनकि तिमीले चाहिँ 2 महिना फर्स्ट अफ अल तिमीले चाहिँ 2 मन्थ्स वेट गर्यो त्यो सामानको लागि पेसेन्टली होइन आफ्नो बर्थडेमा किन्ने भनेर छोराले रोजेको सामान हामीले लास्ट टाइम पनि किन्दिन सक्थ्यौँ होला तर हामीले चाहिँ जानी जानी नकिनिदिएको किनकि मेरो छोराले चाहिँ लर्न गरोस् उसले चाहिँ कुनै पनि सामान पाउनको लागि चाहिँ राइट टाइमको वेट गर्नुपर्छ अनि त्यसरी नै बच्चाहरूले चाहिँ पेसेन्स लेभल पनि उनीहरूको बढ्छ साथसाथै उनीहरूले चाहिँ सामानको भ्याल्यु पनि गर्न सिक्छन् भनेर बच्चा बच्चीहरूलाई नि साथीहरू खुसी हुनको लागि एक्सपेन्सिभ सामान होइन कि उनीहरूलाई मन परेको सामान दिनुभयो भने उनीहरू एकदमै खुसी हुन्छन् अनि आजको हाम्रो सपिङ यति नै साथीहरू हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला थ्याङ्क यू फर वाचिङ